हजुर, दर्शकबिनहरू नमस्कार। दर्शकबिन सबैलाई नमस्कार गर्न चाहे। मसँग आज रहेको छ लेजर टोनर कार्टेसन। साथै तपाईँ यहाँ देख्न सक्नुहुन्छ मेरो हातमा रहेको छ, कम्पार्टेबल रहेको छ। मोडल नम्बर तपाईँको Q2612A CRG303 रहेछ। इजी रिफिल भनेको छ। एकदमै सजिलो हुन्छ यो रिफिल गर्नको लागि चाहिँ। त्यसपछि 1 कार्टेज इनसाइड भनेको छ। त्यसपछि सजिलो खाले है। तपाईँ यदि क्यानन 2900 यदि तपाईँले चलाउनुहुन्छ, यदि युज गरिराख्नु भएको छ हजुरको अफिसमा, हजुरको घरहरूमा भने चाहिँ यो चाहिँ एकदमै राम्रो रहेको छ। मास प्रिन्ट भनेको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ स्टेप बाई स्टेप 5 वटा स्टेप रहेको छ। तपाईँले एकदम सजिलो रहेको छ। आज चाहिँ यसको चाहिँ अनबक्सिङ गर्न गइरहेको छु। मैले यो चाहिँ एकदम राम्रो प्रिमियम क्वालिटीमा लिएको छु है। तपाईँले पनि देख्न सक्नुहुन्छ। यसलाई चाहिँ म खोल्न चाहन्छु है। सिम्पली तपाईँको यो यसरी खोल्यो यहाँ। त्यसपछि यहाँ यस्तो रहेको छ। त्यसपछि विभिन्न कुराहरू छ यहाँ तपाईँको प्याकेज पेजहरू हैन, सार्प इमेज, त्यसपछि बेटर ब्याकग्राउन्ड है, लेस टोनर वेस्टेजहरू देखेर कन्सिस्टेन्ट क्वालिटी, एक्स्ट्रा ड्रम लाइफ भनेको छ। All brand name and the trademark are the properties of their respective holder and are referred to here for a description purpose only भनेको छ यहाँ लेखेको छ है। यसलाई सिम्पली निकाल्छु है। राम्रो एकदम प्याकेजिङ राम्रो छ। यसलाई यसरी चाहिँ स्पन्जहरू राखेको छ, यहाँ देख्न सक्नुहुन्छ सेफ राखेको छ। यसलाई यसरी निकाल्छु। यसभित्र केही पनि छैन। यसलाई साइडमा राख्छु है। अनि यो एउटा साइड निकाल्छु यता, अर्को यता साइडमा राख्छु र एकदम राम्रो छ। हेर्नु यहाँ पद्धति हेर्न सक्नुहुन्छ। अब यसलाई चाहिँ सिम्पली यहाँ काट्छ, हातै चाहिँ च्यात्दैन नि त। तपाईँले कटनले गर्न सक्नुहुन्छ, काट्न सक्नुहुन्छ। र त्यसपछि अब चाहिँ निकाल्छु बिस्तारै हेर्नु सक्नुहुन्छ है। सो दिस इज अ फ्रेस लुक। यसलाई पनि साइडमा राख्छु। यसलाई हजुर म चाहिँ अब यो क्याननको माथिको कभर खोल्छु। यसलाई चाहिँ अफ गर्नु होला पछाडिबाट। यहाँ अलरेडी एउटा छ। यसलाई सिम्पली यसरी निकाल्नु। मसँग यो पनि यसमा चाहिँ हेर्नु सक्नुहुन्छ छैन नि त्यस्तो खाले। यसलाई साइडमा राखौँ। त्यसपछि यसलाई चाहिँ सिम्पली अब हेर्नु है, हल्का हिसाबले गरौँ, धेरै गर्न पर्दैन। यसरी तपाईँले राख्न सक्नुहुन्छ। प्लेसमेन्ट भयो। यसलाई पनि मजाले क्लोज गर्नु होला। यहाँ अफ छ। त्यसपछि तपाईँको यहाँ पछाडिपट्टि यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले अन गरेँ माथिपट्टि है। तपाईँले कराएको सुन्नुहुन्छ मेरो पिसी। यो सरी मेरो प्रिन्टर बनाएको छ। मैले यहाँ पेपर पनि लोड गरेको छु है। अब चाहिँ म एउटा टेस्ट पेज देखाउँछु है। अब यहाँ देखिरहनु भएको छ मेरो चाहिँ यहाँ क्यानन LBB 2900 रहेको छ यहाँ। अब यसबाट तपाईँको मैले चाहिँ प्रोपर्टिजमा गएर यहाँ चाहिँ टेस्ट पेज प्रिन्ट आउट गरेर देखाउन चाहन्छु। भर्खर नयाँ हालेको छु, यहाँ देख्न सक्नुहुन्छ। म यहाँबाट लिइसकेँ, इन्सर्ट भइसक्यो। र यहाँ आउटपुट आउनु लागेको छ। अब तपाईँलाई म यस्तो फ्रेस लुक देखाउँछु। हेर्नुहोस् कति राम्रो छ, कति क्लियर है। देख्न सक्नुहुन्छ टेस्ट पेज प्रिन्ट भइसकेको छ। यसरी चाहिँ तपाईँले युज गर्न सक्नुहुनेछ। मैले चाहिँ आज यसको अनबक्सिङ गरेर देखाएँ। हजुरतिर आजको यो भिडियोमा यति मात्रै। साथीहरू यो भिडियो हजुरलाई हेल्पफुल लाग्यो, इन्फर्मेटिभ लाग्यो भने कृपया यो भिडियो लाइक गरिदिनु होला। अरू साथीलाई पनि जानकारी होस् भन्ने चाहनुहुन्छ भने सेयर गरिदिनु होला। यदि यस भिडियोमा तपाईँले केही कुरा नबुझ्नु भएको छ अथवा तपाईँले कस्तो खाले तपाईँले चाहिँ कार्टेज प्रयोग गरिराख्नु भएको छ, त्यो चाहिँ तपाईँले चाहिँ यस्तो खाले नै छ कि अरू नै कुनै किसिमको छ भनेर हाम्रो कमेन्ट सेक्सन जानकारी गर्न सक्नुहुन्छ, ताकि अरू साथीलाई पनि हेल्पफुल होस्। र यस्तै भिडियो हेर्न मन छ भने हाम्रो यस युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। र आजको यो भिडियोमा यति मात्रै। यस्तै अरू पनि भिडियोका साथमा आउने बाजत म सन्दीप लगायत समस्त टिम बिरेन चाहन्छु। हस्त नमस्ते, जय नेपाल, बाबाई। हजुरको दिन शुभ रहोस्।